थिएन अनि आज बल्ल 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 मान्नुभएको छ अनि बल्ल मान्नुभयो अनि अब हामी जाने हामी कहाँ जान लाग्यो आज खासमा आज एकादशी हो होइन आज निर्जला एकादशी हो हामीले तुलसीको त्यो बिउ हुन्छ नि हो त्यो सार्छौँ होइन त्यो रोप्छौँ फर्स्टमा त अनि त्यसपछि अब 1 महिना होइन अब कति टाइम पछि त्यो उम्रिन्छ अनि त्यसपछि त्यसलाई सार्ने बेला हुन्छ त्यसपछि अर्को एकादशी हुन्छ होइन अनि आजको एकादशीमा चाहिँ 15 दिन बोल्ने हुन्छ अनि 1 महिनापछि रोप बल्ल त्यसलाई उखालेर अर्को ठाउँमा सार्ने हुन्छ मम्मीले भन्नु भएको छ सबै कुरा त्यस्तो हुन्छ होइन अनि आज चाहिँ हामी कहाँ जान लाग्यो हामी जान लाग्यो बुढानीकण्ठ अनि त्यहाँबाट हामी जान्छौँ स्कनमा मैले यति भइसक्यो मैले मेरो एक्जाम सुरु हुनुभन्दा अगाडिबाट भनेको थिएँ मम्मी स्याटरडे जाने भनेर किनकि मलाई एकजनाले भनेको थियो स्याटरडे जाऊ स्याटरडे चाहिँ राम्रो हुन्छ भनेर अनि जाने भनेको अहिलेसम्म खै के भएर अनि जानै पाइएको थिएन कि अब आज चाहिँ हामी जाँदैछौँ फाइनली यस आइ एम सो ह्याप्पी बाटो काट्दै हुनुहुन्छ मेरो ड्रेस अब हामी जान्छौँ यहाँबाट कति टाइम लाग्छ मलाई थाहा छैन म चाहिँ खासमा एकचोटि आएको थिएँ योभन्दा पहिला 81 सालको उसमा न्यु इयरको दिन आएको थिएँ त्यसपछि म आएको छैन त्योभन्दा अगाडि पनि आएको थिइनँ फर्स्ट इयर होइन म पहिला यसमा जान्न थिएँ कि किनकि अब क्लास हुन्थ्यो यस्तो हुन्थ्यो अनि मम्मी एक्लै जानुहुन्थ्यो म जानै पाउँदैन थियो अनि अब आज चाहिँ आएँ कति धेरै मान्छे सबै मान्छे पछाडि नै मान्छे छन् केही भएन के छ सबैजना हिँडिहाल्छन् नि होइन लाइन हेर्ने लाइन वहाँ माथिबाट लाइन छ वहाँसम्म उताबाट है मान्छेहरू कति धेरैजना वहाँसम्म त्यही भएर होइन अब हामी चाहिँ लाइनमा नबसिकन यतिकै घुम्ने माथि घुम्ने अनि बत्ती बाल्ने अनि जाने भनेर भनेको छौँ अब त्यस्तै गर्छौँ गाइज हामी बल्ल माथि आइपुग्यौँ होइन हिँड्ने ठाउँ नै थिएन यस्तो घाम छ अनि फेरि मान्छे सबैजना अब यहाँ सबैजनाको एकै ठाउँमा हालेर अनि त अब लाइनमा बसिराख्नुहुन्छ नि त अनि त्यो मान्छेलाई चाहिँ चढाइदिनु है हाम्रो भएको भनेर दिन्छौँ हामी पनि पहिला लाइनमा बस्दा बेला यस्तै गरिदिनु भएको कति धेरैजनाले खै मनी लिने हो हामीलाई फोटो लिनु पाएको छ अब मम्मीले दिनुभयो मन्दिर चाहिँ नेपालको सबैभन्दा मिस्टिरियस मन्दिर भनेर चिनिन्छ यहाँ चाहिँ विष्णुनारायण भगवानको शेषनागमाथि सुतिरहनु भएको स्ट्याचु हामी देख्न सक्छौँ जुन स्ट्याचु चाहिँ लगभग 1300 वर्षदेखि 1400 वर्ष पुरानो मानिन्छ र यस मन्दिरमा चाहिँ राजपरिवारबाट आउनुहुने कोही पनि सदस्यलाई मन्दिरभित्र प्रवेश गर्न दिइने छैन यदि कोही प्रवेश गरिहालेमा पनि त्यो मान्छेको केही न केही कारणवश मान्छेहरूको निकै पहिलेदेखिको भन्ने छ भगवानको पूजा गर्ने हो अनि यता आएर चाहिँ सबैजना व्रत बसेको मान्छेहरूले यहाँनिर चाहिँ बत्ती बाल्नुहुन्छ होइन किनकि यो ठ्याक्क अगाडि हो नि त अनि मम्मीले पनि बाल्दै हुनुहुन्छ अब यहाँ हामीले चाहिँ दर्शन गऱ्यौँ भगवानको बत्ती पनि बाल्यौँ अनि अब हामी घुम्नेवाला छौँ त्यहाँनिर
हामी पहिला सुरुमा तिलक लगाउँछौँ अनि घुम्छौँ। हामी लगाउँछौँ। यहाँ चाहिँ एउटा सानो पण्डित भाइले लगाइदिइरहेको रहेछ। उहाँ एकजना चन्दन मेट्दै हुन्छ। अघि भगवानको अभिषेक गर्ने टाइम भएको थियो, त्यही भएर त्यस्तो भएको होइन। ठिकै छ, हामी पनि जल पायौँ। पछि चाहिँ म गएँ परिवारलाई चामल दिन, तर म गएपछि सबै परिवार उडे। पहिला कति धेरै थियो अनि तर नि त्यहाँ कति धेरै चामल थियो, यतिकै भुइँमा टेकिरहेको थियो मान्छेहरूले। अनि त्यसैले मम्मीले मलाई भन्नुभयो यता दिनुभन्दा नि मान्छेहरूलाई चाहिँ दिउँ न, काम लाग्छ भनेर भन्नुभयो। अनि मम्मी र म दुवैजना गएर त्यही चामल दिएँ। नारायण थान भगवानको दर्शन पनि गऱ्यौँ अनि जल अभिषेक पनि गऱ्यौँ। एकचोटि पुरै लिप्पै नुहायौँ पनि। अनि अब हामी फर्किँदैछौँ, फर्केको होइन, अब हामी जान्छौँ द मोस्ट अवेटेड पार्ट फर मी है, किनकि म अहिलेसम्म गएको छैन एन्ड आई एम सो एक्साइटेड। सो अब हामी जान्छौँ स्कन। यस, त्यही हो। चिसो चिसो भइरहेछ, गर्मी गर्मी ठन्डा ठन्डा कुल कुल भइरहेछ। अब पानीले पुरै स्नान गरेर बिस्तारी बिस्तारी स्कनतिर जाँदैछौँ हामी। ठुलो आमा चाहिँ जानुभएको छ पहिला, अरू चाहिँ हामी कोही पनि गएको छैनौँ। तिनैजनाको लागि फर्स्ट एक्सपिरियन्स, न्यू एक्सपिरियन्स हुनेछ। र ठुलो आमा कस्तो थियो भन्नु त त्यतिखेर? कति वर्ष पहिला जानु अरे? 12 वर्ष भइसक्यो रहेछ त्यहाँ बनाएको। अनि हामी अहिलेसम्म गएको छैनौँ। त्यस्तै हो, अब यहाँ बसी बसी पनि कहीँ नगएको भर्खर जाँदैछौँ हामी। अस्ति बिहान होइन म भन्छु के भएको भने म चाहिँ स्कुल जान लागेको थिएँ होइन। अनि एउटा मान्छे ठ्याक्क हाम्रो गेटभन्दा अलिक तलपट्टि रहेछ है, बहिनी पैसा देऊ न, बहिनी पैसा देऊ न भनिरहेको थियो होइन मलाई चाहिँ। अनि त्यो मैले छोडिदिएँ, मसँग छैन, तपाईँलाई कहाँ दिनु भनेर छोडिदिएँ होइन मैले। अनि बेलुका घर आउँछु अनि बाबाले भन्नुहुन्छ आज एउटा बोल्न नसक्ने मान्छे आएको थियो अनि मैले पैसा दिएको भन्नुभयो होइन। अझ होइन त्यो चाहिँ एउटा पेपर लिएको रहेछ। अनि पेपरमा चाहिँ के अरे 100, 200 अनि 250 यति यति दिनु भनेर लेखेको रहेछ होइन। बाबाले चाहिँ 40 रुपियाँ दिनुभएछ। अनि यतिले पुगेन अरे, त्यो इसारामा भनेछ होइन, बोल्न सक्दिनँ अरे होइन। अनि त्यही मान्छेले मलाई एकछिन अगाडि म एक्लै हुँदाखेरि चाहिँ बहिनी मलाई पैसा देऊ न भनिरहेको थियो कि। यसरी नै खान्छन् मान्छेहरू। म त अनि बाबाले भन्नुहुन्छ र अचम्म भएर ठगेर खान्छन् मान्छेहरू, ठग्न नि अलिअलि ठग्नुहुन्छ नि, सिधै ठग्दैन नि। हामी आइपुग्यौँ जस्तो लाग्यो, किनकि मैले यहाँ बोर्ड देखेँ, कृष्ण भगवानको बोर्ड। त्यहाँ माथि चाहिँ त्यो जन्सन गुम्बा सायद, जहाँसम्म मलाई लाग्छ त्यसलाई भन्दा जन्सन गुम्बा। कता भन्नु त्यो धेरैजना क्या, हाम्रो बाटोमा कमसेकम 200जनाभन्दा बढी देखिसक्यौँ होला कि उताबाट फर्किरहेको। भने चाहिँ कतिजना चाहिँ गएको होला नि त आज। उसै त स्याटरडे झन् भिड हुन्छ स्कनमा भन्ने सुनेको थिएँ मैले। झन् आज एकादशी पऱ्यो, झन् भिड फ्रन्टतिर होला सायद, कि अझै यो पनि ब्याक नै हो खै थाहा छैन। थकै पो लाग्यो मान्छेहरूको जताततै भिड छ जस्तो। ओ नो सरी, आई डिन्ट मिन टु क्लिक त्यो मान्छे।
हरे कृष्ण 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 हरे हरे राधे राधे कस्तो राम्रो यहाँ चाहिँ कस्तो राम्रो रहेछ कृष्ण भगवान् त्यो ऊ माथि बस्नुभएको अनि उहाँ हात्ती गणेश भगवान् हात्ती गणेश भगवान् अनि वहाँनिर वहाँनिर खै मैले हल्का देखिनँ ऊ मयूर गाई यो चाहिँ बन्द रहेछ सायद हामीले जान दिँदैन होला कहिले पनि खुल्दैन होला खै खुल्छ कि तर कस्तो सफा छ बन्दै हुन्छ होइन त मम्मी ल जाम अनि अरू के छ कता छ त घाँस खाइराख्नु भएको छ राधे राधे भित्र भजन भइरहेछ भजन अब हामी भित्र जान्छौँ सबैजना भित्र जान्छौँ सायद भजन चलिरहेको छ अब भित्र चाहिँ हामी लाइनमा बस्यौँ है अब बिस्तारी जान्छौँ यहाँ के त रुख रहेछ भने कति धेरै रुखै रुख कस्तो मजाले राखेको खासमा इस्कन भन्ने चाहिँ इन्टरनेसनल सोसाइटी फर कृष्ण कन्सियसनेस यहाँ चाहिँ श्रीकृष्णलाई सर्वोच्च भगवान मानेर भगवद् गीताको श्लोकहरू पढाइन्छ र जाप पनि गरिन्छ हरे कृष्ण कृष्ण हरे हरे वाइटमा पनि त्यस्तो भिड भएको फेरि भनेपछि अनि यहाँ त के है हरे कृष्ण 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 हरे हरे राम 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 हरे हरे कृष्ण कृष्ण हरे राम मन्दिर आउने मान्छेको लाइन हो है सायद भित्र कसरी फोटो नखिच्नु भन्नुहुन्छ होला त्यस्तै लागिरहेको छ मलाई चाहिँ हरे कृष्ण 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 हरे हरे राम राम Hare Krishna 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 Hare 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 Rama 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 Hare Krishna बुकहरू रहेछ है यो हामीले सायद किन्नुपर्ने होला किनेर अनि लानुपर्ने यहाँभित्र है हामी टिका लाउँछौँ कस्तो राम्रो रहेछ मन्दिर त म फेरि एकचोटि आउँछु एकदम अलि राम्रोसँग अलिक भिड नहुने दिन विकेन्ड नपारिकन मैले टिका लगाएँ यो टिकाको मैले देखाएको थिएँ त्यहाँबाट खै कस्तो कस्तो पो हुन्छ भनेर देखाएको थिएँ मैले देख्न चाहिँ मम्मी कहाँ जानुभयो ए उहाँ जानुभयो रहेछ हजुर छोडिदिनु यति लामो टिका लाउनु पाइन्छ कता गएर बस्ने त्यतातिर गएर बस्नु न त नि उता नि घुमौँ न त एकचोटि
त्यतै भएर जाने हो यस यस भित्र ग्राउन्डमा नै जान मिल्छ अरे एकजनाले आएर भन्दै हुनुहुन्थ्यो हामीलाई के अरे जब गर्न चाहनुहुन्छ सिक्नुहुन्छ भने चाहिँ सिक्नुहुन्छ भने चाहिँ आउनु भन्नुहुन्थ्यो है मलाई नि गोपी डट्स लगाउन मन थियो होइन तर यहाँ एकदमै लाइन रहेछ अनि यहाँ हाम्रो घरबाट अलिक टाढै छ क्या अनि घर फर्किँदा अलिक ढिला हुन्छ भनेर अनि मैले नै मम्मीलाई छोड्दिनँ न त म अर्कोचोटि आउँदाखेरि लाउँछु भनेर भन्दै अनि मारी ठिकै छ केही भएन अब हामी एकछिन बस्छौँ अलि शीतलमा अनि हामी जान्छौँ यतापट्टि भएर जाने यहीँ गएर बस्नु मलाई सायद यताभित्रपट्टि हामी ठिकै छ रमाइलो लाग्यो म एक दिन फेरि आउँछु एक दिन चाहिँ होइन म प्रायः आउँछु म त्यहाँभित्र गएर बस्नु मन लाग्यो किनकि त्यहाँनिर त्यो भजन गाइरहनु भएको थियो कस्तो राम्रो देख्यो त्यो म त्यहाँ गएर बस्छु एक दिन आएर अनि कता बस्ने जाने त्यो चाहिँ खासमा आज चाहिँ खासमा एकदमै धेरै भिड रहेछ होइन त्यही भएर यहाँको नि कति ठाउँहरू बन्द गरेको रहेछ क्या मान्छेहरूलाई बस्न अब हल्का भिड नहुने दिन आउनुपर्छ राम्रोसँग घुम्न हेर्नलाई चाहिँ भगवान्ले जुराउनु भएर हामी एकचोटि आइपुग्यौँ अब फेरि आउनेछौँ भन्ने आशा छ यसैसँग आजको लागि बाई बाई मन्दिर चाहिँ बाई बाई गाह्रो भयो सबैजनालाई अहिले चाहिँ फिलहाल सबैजनालाई थके लगाइसक्यो सबैजना विश्रामको मोडमा हुनुहुन्छ म पनि एकदमै थके लाग्यो अब हामी बस्छौँ अनि सायद अब सुन्तला खान्छौँ भने घर जान्छौँ थकेला ब्रेक सुन्तला ब्रेक कस्तो राम्रो ठाउँ रहेछ क्या यहाँनिर नेचरको बिचमा यता 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 उता पनि अब हामी घर आयौँ घर त आएको छैन हामी बाटोमा आयौँ तपाईँले चोकमा तर म कतै जाने अनि म राम्रोसँग खुसी भएर घर फर्किने यो इतिहासमा लेखेको छैन अब लेख्दैन किनकि आज भर्खर म ठ्याक्कै हिँडेँ अनि मेरो चप्पल गयो चप्पलको अन्तिम सास थियो चप्पल चुट्यो मेरो के गर्नु अब यस्तै हो र चाहिँ भयो नि अन्तिममा र चप्पल चुट्यो केही भएन तर म घुमेर आएँ मैले धेरै अगाडिबाट घुम्छु भनेको ठाउँमा इट वाज नाइस राम्रो थियो मलाई एकदम राम्रो लाग्यो है अनि त्यहाँ कस्तो मजाले मिलाएर राखेको कि सबै सामानहरू अनि बस्ने ठाउँ छुट्टै होइन अनि त्यो पूजा गर्ने ठाउँ छुट्टै अनि शिव भगवान्को छुट्टै अनि सबै एकदमै राम्रो थियो तर मलाई लाग्छ कि मैले अरू पनि कति ठाउँ हेरिरहेको छैन किनकि त्यहाँनिर मान्छे भिड थियो अनि हामीलाई अलि ढिला पनि हुन्थ्यो नि त अनि घर आउनु त्यही भएर राम्रोसँग हेर्न चाहिँ पाएन अब फेरि एकचोटि गएर हेर्नुपर्छ दिस मच फर टुडे थ्याङ्क्स फर वाचिङ बाई 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 मेरो सबैले धोका दिइसक्यो अब केही नै हुन्न